एभ्रिवान ह्याप्पी दसैँ। आज चाहिँ दसैँको नवमीको दिन हाम्रो चाहिँ गाउँमा एकदम यो राङ्गो हानी मेला लाग्छ होइन। बल्छराउने एकदम यहाँ एकदम खतरा छ। भर्खर भर्खर सुरु हुँदैछ। अब चाहिँ हाम्रो बलानी तयारी हुँदैछ। बलानी तयारी अब हेरौँ अब है। यहाँ बलानी तयारी हुँदैछ। यो चाहिँ हाम्रो गाउँको एक नम्बर राम्रो एकदम काले भाइ। यही हो आज मौले राङ्गो हानी ठाउँ हो। त्यहाँ नानी बाबुहरू नाचिरहेछन्। यो चाहिँ हाम्रो गाउँको चित्र अमरनाथ मन्दिर खपुर युट्युबर हान्न। यहाँ चाहिँ आज अब मेला भर्खर सुरु हुँदैछ होइन। अब यहाँ रातिमा साँझमा हुने मेला हो। यहाँ चाहिँ पूजापाठ हुँदैछ आज। पूजा सक्यो। कृपया सबैजना साथीहरूले नजिकको मान्छे आइदिनु होला। कसैले पनि हात पानेर बस्नु भएन राङ्गो हान्ने बेला नि। नमस्कार भन्ने हात पानी बसाएको यस्तरी हाने बस्दिनु पर्छ। ढुक्क फेरि के हुन्छ सबै गरिदेऊ गर्नुहुन्न त्यो माथि। यही हो हाम्रो बोलानी। ओइ यही हो यहाँ अब तयारी हुँदैछ। यता चाहिँ हाम्रो भिडियो बनाउँछ बोल्दछ डल्लेलाई देख्नु छ क्या त्यो सेम अब जस्तै माने होला डल्लु दिले रहेछ तल नहेर्न जाने किन हेरेर त्यहाँ चाहिँ एकैचोटिको चाट छ। लास्ट चोटि हो नि तिनचोटि हो कि पहिला त ठुलो थियो नि सुरुमा। हातखुट्टा कामा ल छुट्टीको छुट्टिन यार बिस्तारै हाल्नु त लास्ट हो नि। भिडियो बनाउँछु ल। हाम्रो यहाँ बोलानी कार्यक्रम भइसक्यो होइन। ल अब चाहिँ यहाँ बोल्छ।